सेन्चुरी हान्ने बित्तिकै झनै निर्मम बन्दैछन् पावरफुल प्रधानमन्त्री बालेन। 81 गर्दैछन् निरन्तरतामा क्रम भङ्गता, निकाल्दैछन् आफ्नै मन्त्री र सल्लाहकार। राति 10:30 बजे अचानक विमानस्थलमा देखिए गृहमन्त्री सुदन गुरुङ। धमाधम छड्के हान्दैछन् गुरुङ। अचानक गृहमन्त्री देखेपछि विमानस्थलका कर्मचारीको भागाभाग। भ्रष्टाचारीको भागाभाग। गैर कानुनी सम्पत्ति छानबिन आयोगमा 11,000 भन्दा बढी उजुरीको ओइरो। बालेन सरकारको भ्रष्टाचार विरुद्धको अभियानले तीव्रता पाएको छ। बालेन होइन, काम बोल्यो 100 दिनमा। कांग्रेस एमालेलाई जरो फुटाउने गरी 100 दिनमा फत्ते गरे 100 काम। बिचौलियाको भागाभाग। बालेनको एक्सनमा थरथर काप्दै अपराधी। 100 दिनमा 13,600 भन्दा बढी लुटपाटमा संलग्न पक्राउ। प्रधानमन्त्री बालेन र शाह नेतृत्वको सरकारले आफ्नो पहिलो 100 दिनमा सुशासन र सुरक्षाको क्षेत्रमा ऐतिहासिक कदम चालेको छ। जापानमा अनौठो घटना। 35 वर्षकी मेयर गर्भवती भएपछि लाग्यो राजीनामाको नारा। सामाजिक सञ्जालमा ट्रोल। करदाताको पैसाको दुरुपयोगको आरोप। भारतको दादागिरी रोक्न सीमा क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने सरकारको तयारी। सूचना क्षेत्रमा भारतीय हस्तक्षेप रोक्न र सुरक्षा सुदृढ गर्न सरकारले कडा कदम चालेको छ। सकियो बालेन सरकारको 100 दिने हनीमुन पिरियड। विपक्षीको लडाकु र दुष्प्रचारलाई तिर्दै समृद्धिको एक्सप्रेस वेमा बालेन सरकार। 100 बुँदे कार्य योजनामा बालेन सरकारको ऐतिहासिक छलाङ।